So what's up YouTube fans? This is another vlog. So बिहान भइसकेछ उठिसकेछ मौसम खुलिसकेछ त्यो सक्नुहुन्छ मोबाइल भ्यू देखिएछ टक्कला र यहाँ होटलहरु टन्नै छन् होटलहरु So guys हजुर So guys जिनियो तिलिचोतिर यसरी यो पुलिसलाई लिएर हिँडेम एउटा पानी पर्यो अनि चाहियो नि यो पियो खैको पुलिस हो अनि अर्को छ पुलिस सो हामी चाहिँ लाग्यौं अहिले स्यास्या भएन बहसन कसरी पुग्ने हो सरजी यहाँ हाम्रो केटाहरु के चाहिँ भनेर आनी के हो यो पोस्ट रहेछ यहाँ नि तिलिचो बेस क्याम्पमा होला नि तिलिचो बेस क्याम्पमा 2 घण्टा लिएछ यहाँदेखि यहाँ 3.5 घण्टा यहाँ पछाडि यो बस्यो अनि टल्ल लागेर यहाँदेखि सक्नुहुन्छ गाडी हो 3.1 हो के ए 3 या 4 यो गाइज हैन 3 या 4 भनेको के You can see the view guys अलग हिमाल माथि गइसक्यो मान्छे गाह्रो छ फोटो हाल्नु त झर्नाको चिसो पानी दाइलाई लट्ठी निस्क्यो भ्यू देख्न सक्नुहुन्छ गाइज सबै माथि गइसके हामी माथि हो थाक्यो थाक अर्जुन थाक्यो निस्किनु पर्छ गाइज यो कता हो कता भन्न सकेन कहीँनिर आज बेस क्याम्प बसिन्छु होइन कन्डेक्टर चाहिँ एमा बाटो सो गाई चल्छ यो पुल अफ तर्न बाँकी म सबभन्दा पहिला फोटो भिडियो कुदेको सदा जासी खिच्छु भनेर माथि जानुपर्छ गाइज खोला छ खोला तल खोला हामी यहाँ बसिरहेको छौँ यो सकिनुहोस् गाइज अब चाहिँ हामी बेस क्याम्पतिर लाग्दैछौँ र अलिकति अफ रोड भन्नाले पहिरो कस्तो ठाउँ छ एकदम खतरनाक हो कि त्यो फेरि अब त्यो रोड आउँदैछ ख्याल गरेर हिँड्नुपर्ने भएको छ सो गाइज अहिले चाहिँ के आइसकेको छ भन्दाखेरि खै एउटा होटल जस्तो चिलमा हिँडिरहेको हो उहाँ पुगिसक्यो तिनीहरू तल पुगिसक्यो 2 जना हाम्रो टोली म चाहिँ दाइलाई पछि कोट्दै कोट्दै आऊ न हामी चाहिँ यो बाटो पुरै हिँड्यो क्या हामी लहर लहर यसरी जुत्ता लिस्ट्रिक मान्छेको यो भिड देख्न सक्नुहुन्छ सो गाइज यसरी ढुङ्गाहरूमा हिँड्नु पर्यो टक्क लाएर अहिले खस्यो नि त भइयो यस्तो छ यसरी हिँड्नु पर्यो हाम्रा टोली छोडेर गए हामीलाई पालोको पैसा आउँछ भोलि देखाउँछु कि तिनीहरूलाई सो गाइज हाम्रो बेस क्याम्प चाहिँ आइसकेको छ अर्जुन दुगुर्दै भ्यू हेर्न सक्नुहुन्छ भोलि हामी हो त्यता जाने हो त्यो माथि डाँडा हटेर हामी जसरी हिँड्दै आउँदैछौँ बालसाल बिग्रिएको सदोजले झोला बोकेर आउँदैन पुस्ताहरू पछाडि छन् हामी चाहिँ अगाडि अहिले चाहिँ अलि जोस आयो नि त छेउछाउ छेउछाउ आएको बिहानदेखि खाना खाएन पानीको भरमा मिठाईको भरमा हिँड्दा बाटो चाहिँ खत्तम छ फेरि यसरी हेर्नुपर्छ अगाडि सो गाइस
यही हो हिमाल बेस क्याम्प तल आइसक्यो देख्न सक्नुहुन्छ थाकियो क्या अरू भन्दा नि लास बाटो हेर्नु सक्नुहुन्छ कहाँ आउँदैन उहाँ मान्छेहरू यस्तो बाटो खोला यो बाटोमा हिँड्ने यस्तो बाटो यो त के हो त योभन्दा खतरनाक बाटो त नि सो अगाडि बढ्छौँ अब धेरै रेस्ट गर्नुहुन्न सो यो डाइरेक्सन अफ तिलिचो म्याप रे यो चाहिँ हेर्न सक्नुहुन्छ टक्क यहीँ साइडमा छ सो गाइस तिलिचो बेस क्याम्प आइसकेको छ हामी सुस्तरी सुस्तरी हिँड्छौँ ठाउँ आइसक्यो हाम्रो होटल यही नै हो सुमनको के खबर पाइस हाम्रो रुम चाहिँ यही हो अब सुत्ने हो यार चाहिँ रुपेश दाइलाई त सो गाइज अहिले चाहिँ सबै माथि आगो ताप्न गए बिरामी भइयो गाइज हल्का सक्दोस् न म टक्क लाएर माथि यस्तो अब के आगो ताप्न जानु पर्यो यसो निको हुन्छ कि भनेर के बनाउनु सबैलाई चेकअप गरेर सो हाम्रो के अरे तिल्चोको बेस क्याम्पको यस्तै छ होटेलहरू रातिको यसरी देख्न सक्नुहुन्छ खोइदेउले कस्तो नदेखेको हामी अलि दामी दामी होटेलहरू छ यहाँ तल तल सक्नुहुन्छ टक्क लाएर भालेको मासु खाने हो ससुर हो दामी हो यहाँ यस्तो त पनि छ क्या Cables are roads. Cool छ यता चाहिँ तदम जुनेली रातमा मन यो सातमा गीतै आउनु सो हामी चाहिँ होटेल लिनेको अब फेरि हस्पिटलबाट सो यो चाहिँ आइस भन्ने केमा आइसकेका छौँ हामी चाहिँ अर्जुन म टक्क लाएर अब योबाट तिलिचो जाने हामी फेरि देख्न सक्नुहुन्छ सो तिलिचो सो लाग्यो अब घरतिर तिलिचो देख्नुभयो आमा अर्जुन अगाडिको हो लाग्यो घरतिर सो गाइज हामी चाहिँ फर्किसकेका छौँ धेरै भिडियो खिचाएन क्या यहाँ चार्जले स्टोरेजले गर्दा हामी टक्क लाएर आधीभन्दा धेरै बाटो फर्किसकेका छौँ रुपेश दाइ त म पछाडि छौँ अर्जुन अगाडि भयो भ्यू देखिन्छ हामी होटेल आइसकेका छौँ हाम्रो सधैँ तिलिचो घुमेर आइसकेको छ फोटो हालेर फोन गर्नु उठेर नि हो 4 दिन लाग्छ भन्ने भन्दा अब एकैचोटि हप्ताभरि अब कहाँ यो हतार गरेर आएको सरोज तँलाई तिलिचो कस्तो लाग्यो उता कर मैले लिएर आएको तिम्रो सबलाई खाजा बन्द गर्ने यसो खाँदा बन्द गर्थेँ यस्तो दामी देखियो छ यसो यहाँ तिलिचो घुमेर आएर होला नि गो 22 घुम्टीमा यस्तो छिटो चढ्यो यहाँसम्म सो गाइज हाम्रो होटेल चाहिँ यही हो होटेल चाहिँ निस्किन लाग्यो हामी चाहिँ चिसो हिँडिने भन्छ नि खै यहाँ हाने रहेछ
अझै 1-2 दिन त आउनु बिहिबारतिर आउँछ होला टाइम लाग्दैन भने आऊ पुगियो तो गिरी गयो चाहिँ हिजो फल कहिले हिजो मैले दादले छेकियो त्यो धेरै आउनु रहेछ यार ड्राइभरलाई थाहा थिएन त्यो मालाहरू यहाँको फेमस चाहिँ मालाहरू के छ अब लाग्यो घरतिर ए अल्फिन आयो नमस्ते नमस्ते यो सदोजले पोखरा लिएर आयो हामीलाई कोले हो सदोजले अब ताल भोला बनाए अब फेरि अब पोखरा आयो हाल्ने त कहिले कहिले रेडी भएर निस्किनु पर्यो गस्ती बस्न आज छुट्टी लट्ठी लिएर जा यो अबे हिँड्न नि हुँदै गर्नु गाउँमा अगाडि सब बिग फ्यान अर्जुनजी सब स्पटलाइट नै आफै लिने खोज्ने गर्छ सक्छौ किन केटा जान के छ मैले त गुफामा हालेको भाल्न भाइ सेतो जुत्ता हरेक दुइटा चल्छ चल्छ ओ के छ सर्वजी ini बिडिदेऊ मलाई त अफर आयो कि भन म्यानेजरले फोन हान्दा त्यो अघि सानो देखेको नि त्यहाँदेखि निस्किने सक्छ भैँसी त बच्चा ठोकेला चाहिँ माथि कसरी निस्कियो निस्किन निस्किने त्यही हो यहाँ कस्तो तिमीलाई के नि यो कपडा पोरो गर्ने बाटो नत्र जाँदैन कुनैदेखि यहाँ जान्छ यहाँ यो बाटो हो र यही हो मेन इजेट भर्दै यहाँदेखि निस्किन छ नि त काम पाउनुहोस्
ए रोमियो बे रोक्न त्यही बस्छ सर भिडियो चाहिँ अर्जुन अर्जुन हिँड्न किन धडा खाँदा अर्जुन कताबाट आउँछ र त माथि हुन्छ क्या हिँड पछाडि आइज न बे अच्छा माया What's up guys? What's up? यहाँ हुन्न के तलै हो ऊ माथि हेर माथि हेर बाटो छ मान्छे दौडायो माथि जानु अर्जुन माथि जान्छस् अर्जुन हिँड्नु छिटो कता दे कुन भयो ओ अङ्कल माथि सक्नु छिर्नु भएन जाँदै गएन किन सानो हो ए तिली छु त चढेर आयो जा 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 गाडी भाडा Oke, so Mustang mah.
अलराइट गाइस अब लाग्नु पर्यो हाम्रो घरतिर यसलाई जाने मन छैन रे त्यसलाई पिलिचो जानु मन छ अरे अझै भयो तेरो भलामा भन्दै लाग्छ तेरो भलाइ मैले भन्दै लाग्थेँ अरू तिमी चाहिँ त्यस्तो नभने त्यस्तो स्क्रिप्ट नराख मैले गरिदिन्छु अब गएन त गएन अब